75 वर्ष अघि नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइ बक्सिने हाम्रो जिजुबुवाजू राष्ट्रपिता श्री 5 त्रिभुवनको सम्झना गर्दै मौसुफ प्रति हामी श्रद्धा सुमन अर्पण गर्दछौँ। प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धा भाव व्यक्त गर्दछौँ। केही महिनाको झापा बसाई पश्चात राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभार सहित धन्यवाद अर्पण गर्दछौँ। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ। सिङ्गै मुलुक यति बेला अस्वाभाविक छटपटीको भुमणीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौं नाममा आन्दोलन र सङ्घर्ष भए। सङ्घर्षको आडमा परिवर्तन